हेलो एभ्रिवान, आज मेरो डे 14 अफ कट। मेरो मर्निङ वेट आज 66.5 भएको थियो। आज मेरो पुस्ट डे थियो र आज मैले चेस्ट, सोल्डर र ट्राइसेप गरेँ है त। चेस्टमा त्यही पहिलेकै एक्सर्साइजहरू हुन् र आज एउटा नयाँ कुरा भन्न चाहन्छु। तपाईँले मेरो कन्सर्टमा देख्न सक्नुहुन्छ भेन देखिरहेको छ। म चाहिँ यदि 18% को नजिक आउन थाल्यो भने चाहिँ मेरो भेन देखिन थाल्छ है। सो इट्स अ गुड न्युज। म चाहिँ 66.55 केजीमा चाहिँ 10% को नजिकतिर आइसकेको छु। यो चाहिँ मेरो बडी अपडेट। ल अब चाहिँ स्टे ट्युन फर डे 15 है त। ल आजको लागि बाई बाई, हेभ अ ग्रेट डे।